So hello everyone, welcome back to my channel. सबैजनालाई hope you all are doing good. र आज भने न्यू ब्लग लिएर फेरि पनि आज आएको छु र इट्स बिन अ वाइल ब्लग नगरेको है र आज फेरि पनि यो मौका पाएँ अनि अब चाहिँ सोचेको छु है ब्लग कन्टिन्यू गर्ने किनभने अस्ति चाहिँ अब त्यस्तै आफ्नो कामहरूले गर्दाखेरि है कोही बेला त्यस्तै हुन्छ र केही छैन आज फेरि पनि एक्साइटिङ ब्लग लिएर आएको छु र आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि केदी जाँदैछौँ कतिजनालाई थाहा छ सिक्किम इस्टमै पर्छ होइन सो इस्ट डिस्ट्रिक्टमै हो सिक्किममा केदी जाँदैछौँ सो हाम्रो चाहिँ यो अनसर्टेन भएको हो सबै म पनि खाली थिएँ अनि मेरो साथीहरूले पनि जाउँ न भन्दाखेरि चाहिँ धेरै भएको थियो है ट्रेकिङ नगएको सो अहिले जाँदैछौँ अहिले चाहिँ हामी जस्ट निस्किएको छ र हिरोहरू आज सो ऊ चाहिँ मेरो स्कुल फ्रेन्ड हो टेक बहादुर ऊ चाहिँ अब ह्यान्डसम हङ्क होइन यता त अब ऊ त अब द वान एन्ड ओन्ली अल द वे फ्रम रुमटेक यता चाहिँ अब मेन आजको गाइड चाहिँ यता है सबै उसले म्यानेज गरेको सबै उसले गर्दैछ है सो सबै रेडी भइसक्यो स्लिपिङ ब्यागहरू दुईजना भाइहरू तल छ अरे है वेदर अलिकति ठिक छैन यति हो माथि पुगेर केही नहोस् हिउँ अलिकति पर्दिएको होस् र गुराँस फुलिदिएको होस् द्याट्स अल हो र ओके हुन्छ सबै ट्राई गर्नेछु सबै देखाउने है र टिल द एन्ड तपाईँहरू बनिदिनुहोस् सो अब चाहिँ हामी निस्केको यहाँबाट आजको गेडा व्यस्त छ है र फर्स्ट टाइम मोटो भ्लगिङ गर्दैछु है सो भेरी एक्साइटेड फर टुडेज ट्रिप जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना र ट्रेकिङ नगएको चाहिँ धेरै भएको छ है सो इट्स बिन अ वाइल आज फेरि जाँदैछु र मजा आउँछ होला है किन भन्दाखेरि चलो 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 हिँड्न हिँड्न सो ट्रेकिङ नगएको चाहिँ यो निकै ग्याप भएको थियो है निकै भएको छ ट्रेकिङ नगएको र 2025को चाहिँ 25को चाहिँ यो फर्स्ट ट्रेकिङ हुन गइरहेको छ होप राम्रो हुन्छ भनेर है अलिकति खुसी चाहिँ किन लागिरहेको छ भने पहिलाको मेरो स्कुल फ्रेन्ड्सहरू छ यसपालि है सधैँ चाहिँ म अब हामी दाजुभाइहरू जाने गर्थ्यो है तर यसपालि चाहिँ के छ भन्दाखेरि मेरो स्कुल फ्रेन्डहरू छ है सो लाइफ नै यस्तै छ क्या लाइफ भनेको यस्तै हो एभ्री टाइम काम मात्रै इम्पोर्टेन्ट होइन मान्छेलाई इनर ह्याप्पिनेस पनि हुनुपर्छ है बाहिरबाट मात्रै खुसी भएर काफी छैन भित्रबाट पनि खुसी हुनुपर्छ इनर ह्याप्पिनेस इज भेरी इम्पोर्टेन्ट सो अहिले चाहिँ हामी वी आर अबाउट टु रिच पाक्योङ बजार पुग्नु आँटेको छ हामी र अहिले चाहिँ यहाँको चाहिँ रोड मजाले पिच भएछ अब चाहिँ है म अस्ति आउँदाखेरि चाहिँ यहाँनिर भर्खर रोडा छाप्दै थियो है एकदम बाटो घिनलाग्दो थियो त्यतिखेर समरमा आएको म र अहिले चाहिँ तपाईँको बाटो चाहिँ एकदम दामी भएछ पाक्योङबाट एक्ज्याक्ट कताबाट जान्छ आई डोन्ट नो मलाई त्यो चाहिँ याद भएन यो बाटो चाहिँ मेरो नयाँ फर्स्ट टाइम हो पाक्योङ सो मेरो केदी चाहिँ अरू जग्गा त प्रायः गइसक्यो है ट्रेकिङमा र केदी चाहिँ मेरो फर्स्ट टाइम हो पहिलादेखि पुरा जानु मन थियो र यसपालि ठिकै मेरो साथीहरू पनि खाली भएको कारणले जाउँ न भने है सो जाँदैछौँ अहिले बज्यो तपाईँको 8 हामी चाहिँ जतिसक्दो छिटो निस्किएको है किन भन्दाखेरि माथि पुगेर त्यो राति चाहिँ नहोस् कतिवटा ट्रेकिङ जाँदाखेरि मेरो त्यस्तै भएको है राति पुगेर हो अन्त म्यानेजमेन्ट गर्नु साह्रो पर्छ क्या मेन कुरा त पानी आगो टेन्ट लाउनु नै एकदम डिफिकल्ट हुन्छ राति चाहिँ सो
छिटै पुगेर मजाले सबै सेटअप गऱ्यो भने चाहिँ मजाले बसेर टाइम स्पेन्ड गर्नु पाउँछ नि त त्यही हो ल अब चाहिँ पाक्योङ बजारदेखि अलिकति माथि आइपुग्यो अब यहाँबाट चाहिँ कुखुरोको मासु लगेर जाने हो होइन सेकुवा मजाले पड्काउने हो केटीमा है गरौँ न अन्त हाम्रो केटाहरूलाई चाहिँ साह्रै पर्यो भन्दैछ हो अब यता हेरौँ त हिरोहरू ओ दामी सो अहिले चाहिँ हामी माचङ क्रस भयो है र अब यहाँदेखि चाहिँ उकालो अफ रोड रहेछ धुलो पुरा बेसी है धुलो पुरा बेसी गाइस र उताबाट साथीहरू दुईजना आउँदैछ अरे अब यहाँबाट चाहिँ उकालो अफ रोड जानु पर्छ अफ रोड गाइस अफ रोड के हुँदो रहेछ पेलाइ पो हुँदो रहेछ यहाँ फेरि ओइ छोड न छोड न तान त पछाडि कहाँ पस्यो हौ ब्याक कस्तो छोड्न भन्छु बाटै छ अघि त्यही रिदममा आएको भए अघि छिरिहाल्यो झन्डै एक्सिडेन्ट भयो के यहाँ चाहिँ भर्खर उयो रोडा छाप्दै रहेछ झन्डै एक्सिडेन्ट भयो क्या झन्डै गयो नि हौ यहाँनिर छोड्न बाटो भन्छु छोड्दै अगाडि बसिबस्छ जा भन्दै के भएको जो ए यता हाम्रो दुईजना चाहिँ हाम्रो आजको गाइड हो साथीको नाम के पो भन्यो उताको प्रताप ओके उनीहरू चाहिँ यताकै रहेछ है यो जग्गालाई के भन्छ के भन्छ ओके ए डरेली हो यो चाहिँ डरेली रहेछ हो ओके ओके यहाँ चाहिँ रोडको काम मात्रै छ र गाइस मजा आयो झन्डै लड्यो है आज तर अब यस्तो स्कुटीहरू त मजाले थामिदिइहाल्छ है खुट्टाले गर्दा ए अफ गर भाइ अफ गर अफ गर एकछिन ल सक्छ ह्यान्डलमा पक्र ल सक्छ निकाल्नु कि निकालिदिउँ जाऊ सक्छौ एकछिन ल यता ढल्काउँ जाऊ बिस्तारै जाऊ यसो गर त ब्याक लैजाऊ तल लैजाऊ आऊ त ओह्रालो आऊ बिस्तारै आऊ बिस्तारै आऊ दामी बाइकको रेसमा गएको जस्तो भयो त बाटै दामी रहेछ नि त अलिक ग्याप राखेर होइन ग्याप राखेर जाऊ एडभेन्चर भइदियो है ल
केटी म्यान अफ द इयर हो है आजको यसले चाहिँ आज ठुलो भूमिका निभाइरहेछ रिपोर्ट म्यानको पनि काम गरिरहेको छ हो सो अब हिरोले चाहिँ कुदाउँदैछ जुम छ त बल्ल बल्ल पायो हो ल फेरि जाउँ कसले चढाउँछ जाउँ पर्खिरहेको होला धुलोले चाहिँ हाल त्यस्तो भयो कि लु जाउँ होइन ल ल अलिक ग्याप गरेर हिँड्नुपर्छ कि भइहाल्छ होइन मलाई आजको राइडसँगै प्लस ट्रेकिङ चाहिँ एकदम वर्थ लागिरहेको छ क्या यति साह्रो मजा आयो कि अब यो बाटो आउनु ए ल के भइदिएको स्टक आउनुहोस् आउनुहोस् जानु आउनु नि एकछिन ल म गइहाल्छु जो जो नरोक्न यतातिर यसरी हो यसरी रोक्यो भने चाहिँ यस्तो हुन्छ नि त अब ओ भाइ हिँड्ने पालो तिम्रो अब बिजोक भने बिचराको हिँड्दा हिँड्दा यसको आधी हाइकिङ त यहीँ भइसक्यो के हो यो चाहिँ भाँडा हो टाटा चढेको छैन यहाँ चाहिँ हो बाटो रड्डी रहेछ नि त यहाँ जाँदाखेरि चाहिँ केही छैन कि फर्किँदाखेरि चाहिँ साह्रै पर्नुहोस् भोलिसम्म पुग्छ होला हामी केटी ल जाउँ है त त्यसो भने यही बाटो ठिक होला हौ ओइ ओइ वे टु हेभन चाहिँ यस्तै हुन्छ गाइस साह्रो वर्ष छिर्नु वे टु हेभनमा चाहिँ इट्स नट इजी स्वर्ग प्राप्त गर्नु चाहिँ सजिलो छैन ऊ हेर हामी चाहिँ त्यो बाटो भएर आएको कस्तो छ यु क्यान सी द भ्यू आज चाहिँ अब एक्साइटमेन्टले नै गइयो हो भोलि फर्किँदा चाहिँ फेरि हुने रहेछ आज त अब जोस थियो एक्साइटमेन्ट थियो अब भोलि त ट्रेकिङले गर्दाखेरि थाकेको पनि हुन्छ हो सो भोलि चाहिँ साह्रो पर्ने भयो उयो माथि हिउँ भेट्छ यतिखेर हिजो पानी परेको भए चाहिँ भेट्थ्यो है हिजो पानी परेको भए चाहिँ भेट्थ्यो भनेपछि अलिकति त्यो पनि हो हुन्छ र हुन्छ धन्यवाद यो चाहिँ हाम्रो लास्ट चढाइ रहेछ सो यहाँबाट चाहिँ यहाँ माथिबाट चाहिँ अब हाइक स्टार्ट हुने रहेछ यो जग्गाहरू त्यो जग्गा चाहिँ डरेली भन्दो रहेछ डरेली यो जग्गा चाहिँ खोप्चीतिर त हिउँ भेट्छ भन्दैछ है मलाई चाहिँ केटीमा चाहिँ हिउँ परेको मन छ है हेर्नु मेन कुरा चाहिँ सेकुवा पनि रेडी भयो अब यो सो गुड मर्निङ फ्रम केदी